15 अरब 16 अरबको जनताको पैसाको अपचलन गरेर मार्केट म्यानिपुलेसन इनसाइडर ट्रेडिङ गरेर अकुत सम्पत्ति जम्मा गरेर राजनीतिलाई प्रभावित गरेर केही प्रभावशाली नेताहरूलाई त उनीहरूको गोजीमै राखेर देशका राजनीतिक संस्थाहरू त कब्जामा भए आर्थिक संस्थाहरू पनि कब्जा गरेको एउटा असाध्यै कटु यथार्थ थियो। जेनजी आन्दोलनलाई हामीले धन्यवाद दिनै पर्छ। त्यो हस्तक्षेप नभएको भए हामी साँच्चीकै भड्खालोमा जाकिने क्रममा रहेछौँ। अघिल्लो सुशीला कार्की सरकारमै तयार भएका ऋण सहयोगहरूलाई हामीले ग्रहण गरेर अब त्यसको इमान्दार कार्यान्वयन गऱ्यौँ भने चाहिँ उच्च प्रतिफल दिने आर्थिक कूटनीतिमा पनि र लगानी प्रवर्धनमा पनि हाम्रो ठुलो चाहिँ ध्यान गएको छ। अब यो सघन आर्थिक कूटनीतिको लागि अमेरिकी सहायक विदेश मन्त्री, राष्ट्रपति ट्रम्पका विशेष चाहिँ अनवोय दूतदेखि लिएर जापान, जर्मनी, बेलायत, फिनल्यान्ड, फ्रान्स, दक्षिण कोरिया, युरोपियन युनियन, भारत, चीन सबैसँग चाहिँ हामीले कूटनीतिक आर्थिक सम्बन्ध लाई एकदमै सुदृढ बनाउने गरेर अगाडि गएका छौँ र लगानीको माहौल बनाउनको लागि उहाँहरू सबैजना सकारात्मक हुनुपर्छ र बजेटको कार्यान्वयन मेरो एक नम्बरको प्राथमिकता रहन्छ भने आर्थिक साधन स्रोत जुटाउने, वैदेशिक लगानी जुटाउनमा पनि विश्वव्यापी रूपमै रोड सो गर्न पर्यो भने पनि गर्ने उल्लेख गरेर बिजनेस कम्युनिटीसँगको पार्टनरसिपमा हामीले जानुपर्नेछ, किनकि नेपाललाई हामीले एउटा नयाँ कोर्समा लानुपर्नेछ। प्रतिष्ठित बहुराष्ट्रिय कम्पनीहरू पनि अहिले चाहिँ इच्छा देखाइरहेका छन्, धेरैको लगानी भइसकेको, तर हाम्रा कानुनी उल्झन, ब्युरोक्रेटिक हैरानीमा ती लगानीहरू निरुत्साहित भएर अन्य देशमा गइसकेका, जान लागेकाहरू पनि अहिलेको सरकार आइसकेपछि उत्साहित छन्। अहिलेलाई उनीहरूले हामीलाई शङ्काको लाभ दिएका छन् र बजेटमा हामीले खोजे जस्तो लगानीको माहौल बनाउन सक्यौँ भने एकदमै ठुलो सङ्ख्यामा चाहिँ प्रवासी लगानीकर्ताहरू, हाम्रै नेपाली दाजुभाइ दिदीबहिनीहरू, स्वदेशी लगानीकर्ता त त्यहीँबाट सुरु गर्ने हो र विदेशी लगानीकर्ताहरू पनि नेपालमा चाहिँ लगानी गर्न आतुर हुनुहुन्छ। त्यो माहौल, त्यो वातावरण बनाउने काम हामीले गर्दैछौँ। यस्तै अब संयुक्त राष्ट्र सङ्घदेखि लिएर प्रवासी समुदायले गरेका विभिन्न कार्यक्रमहरूमा मैले उपस्थित भएर यिनै सन्देशहरू दिने गरेको छु। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधारको लागि लगायत अन्य धेरै सहायताका कार्यक्रमहरू, असाध्यै सौविध्य प्राप्त ऋण सहयोगहरू हामीले यो समयमा लिएका छौँ। यसबारे पनि व्यापक रूपमा भ्रम परेको वा पारिएको, फैलाइएको देखेको छु। डलरमा 1% वा 1.5%मा 32 वर्षसम्म चलाउन सकिने खालका ऋणहरू मात्र लिएका छन् विश्व बैंक र एसियाली विकास बैंकबाट। त्यो पनि धेरै तयारी हामीभन्दा अगाडि आएका सरकारहरूले गरेको कुरालाई हामीले पूर्णता दिएका हौँ। त्यो भनेको त्यसलाई